तपाईको घर वा जग्गामा भाडामा बस्नेले भाडा तिरेन भने के सिधै घरबाट निकाल्न वा जग्गा खाली गराउन मिल्छ? तपाईको भाडावालाले महिनौदेखि भाडा तिरेको छैन, के तपाईँ गएर तालचा लगाइदिन मिल्छ वा सक्नुहुन्छ? तर ध्यान दिनुहोस्, आवेशमा गरिने यस्ता कामले तपाईलाई नै ठूलो कानुनी झमेलामा फसाउन सक्छ। हो, यस्तै प्रश्नहरू तथा भाडा नतिर्ने भाडावाला हटाउने सही कानुनी तरिका के हो र भाडामा दिनुअघि के कुनै कागजी काम गर्नै पर्छ कि पर्दैन र गरेमा के सहज हुन्छ भन्ने विषयमा आजको भिडियोमा जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्कार, म अधिवक्ता निम छेत्री। आज कुरा गरौँ भाडा नतिर्ने भाडावालालाई कानुनी रूपमा कसरी हटाउने र घरधनीहरूले प्राय कहाँ गल्ती गर्छन्। सुनौ एक घटना। एकजना दाइको काठमाडौँमा एउटा घर छ जुन उनले भाडामा लगाएका छन् र घरको एक कोठा एकजना युवकलाई भाडामा दिएका थिए। सुरुमा भाडा नियमित आयो, तर पछिल्ला 3-4 महिनादेखि न भाडा आयो न भाडावालाले फोन उठाउँछ। घरबेटी दाइ रिसाए। उनले योजना बनाए कि अब कोठामा गएर तालचा लगाइदिन्छु र सामान पनि बाहिर निकालिदिन्छु। के तपाईले पनि यही सोचिरहनु भएको थियो? यो सोच धेरै घरधनीको हो, तर यही नै गर्नुभयो भने यहीबाट ठूलो कानुनी समस्या सुरु हुन्छ। धेरैले सोच्छन् यो त मेरै घर हो, भाडा नतिरे मैले जुनसुकै बेला निकाल्न पाउँछु, तालचा लगाए पनि हुन्छ, सामान बाहिर राखे पनि हुन्छ। तर साँचो कुरा फरक छ। मुलुकी देवानी संहिता 2074 को परिच्छेद 9 ले घरबहाल सम्बन्धी व्यवस्था गरेको छ। दफा 386 मा बहाल दिँदा आवश्यक शर्तहरू राखी लिखित सम्झौता गर्नुपर्ने व्यवस्था छ। तर मासिक 20,000 सम्म भाडा भएमा भने लिखित सम्झौता गर्नु पर्दैन। त्यसैगरी दफा 385 अनुसार सामान्यतया व्यापारिक प्रयोजन बाहेक घर बहालमा दिँदा 5 वर्षसम्मको लागि मात्र दिनुपर्ने र अवधि समाप्त भएपछि सम्झौता नवीकरण गर्न सकिन्छ। त्यसैगरी भाडामा लिने मान्छे पाइयो भन्दैमा बसोबास गर्न स्वास्थ्य तथा सुरक्षाको हिसाबले असुरक्षित घर भाडामा लगाउन मिल्दैन। बहालमा लिने दिने बीच बहालको अवधि तोकी सम्झौता भएमा सोही बमोजिम हुन्छ। तर अन्य अवस्थामा घरबाट हटाउन दफा 401 अनुसार सम्झौता विपरीत काम गरेको, जस्तै भाडा नतिर्नु वा घरधनी आफैलाई